हेलो साथीहरू, कस्तो हुनुहुन्छ हजुरहरू? सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। अनि आज चाहिँ म धेरै खुसी छु क्या। किन खुसी छु भन्दाखेरि चाहिँ मेरो फेसबुकको फर्स्ट पेमेन्ट आएको छ साथीहरू। हेर्नुहोस् है, मैले जर्नी स्टार्ट गरेको फेसबुकमा 3 देखि 4 महिना भयो होला है। अनि मैले चाहिँ मेरो फेसबुकको फर्स्ट पेमेन्ट चाहिँ लिइसकेको छु साथीहरू। अन्त आज चाहिँ म यति धेरै खुसी छु नि कि मैले चाहिँ अब है फर्स्ट टाइम चाहिँ अब मैले सोचेको पनि थिइनँ क्या, मैले यति छिटो चाहिँ पेमेन्ट लिन्छु होला फेसबुकबाट भनेर है। अनि हजुरहरूको माया सपोर्टले गर्दा पनि होला सायद मेरो छिट्टो भयो। सबैले भन्छ तिम्रो त छिट्टो भयो, तिम्रो त छिट्टो भयो भन्छ है। अनि मैले धेरै सपोर्टहरू पाएँ, सबैजनाको सपोर्टहरू पाएकोले गर्दाखेरि पनि होला। अन्त जतिजना पनि फेसबुकमा म जस्तै काम गरिराख्नु भएको छ नि, उहाँहरू चाहिँ काम गरिराख्नुहोस्। किन भन्नुहोस् त, एक न एक दिन चाहिँ सक्सेस हुँदो रहेछ है साथीहरू। हेर्नुहोस् त, आज मेरो फर्स्ट पेमेन्ट फेसबुकबाट म चाहिँ यति खुसी छु है। यति खुसी छु भन्ने कुरा चाहिँ अब म अहिले बताउनै सक्दिनँ क्या। अब हामी एउटा हाउसवाइफ होइन, हामी एउटा हाउसवाइफ घरमा बसेर है, कसैको बुहारी, कसैको श्रीमती, कसैको आमा, प्लस त्यति सबै घरको काम धन्दा मिलाएर पनि हामीले अलिकति टाइम फेसबुकमा निकालेर फेसबुकमा भिडियो बनाएर पनि हामीले घर बसेर आफ्नो खर्च निकाल्नु सक्दो रहेछौँ है साथीहरू। त्यही भएर चाहिँ ट्राई गर्नु चाहिँ नछोड्नुहोस् होला। किनभनेदेखि हामीले ट्राई गरिराख्नुपर्छ। ट्राई गरिराख्यो भने चाहिँ एक न एक दिन चाहिँ सक्सेस मिल्दो रहेछ है साथीहरू। पाउँछ सक्सेस चाहिँ है। अनि मलाई चाहिँ धेरै सपोर्ट गर्नुभयो मेरो फ्यामिलीले होइन, सबैजनाले जतिजना पनि हुनुहुन्थ्यो सबैले नै मलाई मोटिभेट गर्नुभयो। डिमोटिभेट मलाई कसैले पनि गर्नु भएन। के गरेको भनेर कसैले पनि भन्नु भएन, गर्नुपर्छ हुन्छ एक दिन भन्नुभयो होइन। अनि सबैभन्दा चाहिँ मलाई बेसी सपोर्ट गर्नुभएको छ मेरो नन्द, जो पहिलेदेखि नै फेसबुकमा काम गर्नुहुन्छ, रश्मिता शर्मा। थ्याङ्क यू सो मच बहिनी, हजुरले मलाई धेरै सपोर्ट गर्नुभएको छ। अनि हुनुहुन्छ मेरो आफ्नै श्रीमान मिस्टर राहुल शर्मा भट्टराई, उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुभयो है। मबाट धेरै टाढा बसेर पनि मेरो सबै फेसबुकको रप्पा सबै उहाँले मिलाइदिनु भएको। धेरै धेरै धन्यवाद हजुरलाई पनि श्रीमानज्यू। अनि मान्छेहरूले पनि मलाई कसैले अरू होइन फ्यामिली भयो होइन, आफन्तहरू जति पनि छ नि गाउँमा जति पनि हुनुहुन्छ, उहाँहरूले पनि मलाई कहिले डिमोटिभेट गर्नु भएन। सबैले मोटिभेटै गर्नुभयो। हुन्छ गर्नु, ट्राई गर्नु राम्रो कुरा हो, हुन्छ किन हुँदैन भन्नुभयो होइन। अनि त्यही भएर चाहिँ म सायद अब सक्सेस पनि भएँ। यसरी नै हजुरहरू पनि ट्राई गर्दै गर्नुहोस्। खुट्टा तान्नेहरू छन् भने पनि त्यो खुट्टालाई यस्तो हटाएर पनि तपाईँहरू ट्राई गर्नु चाहिँ नछोड्नुहोस्। ट्राई गरिराख्नुहोस्, एक न एक दिन सक्सेस मिल्छ है। किनभने हाम्रो समाजमा चाहिँ बेसी खुट्टा तान्ने, कुरा काट्नेहरू बेसी हुन्छ। त्यस्तोहरूलाई चाहिँ अभोइड गर्नुपर्छ हामीले। हामी एउटा लक्ष्यमा लागेपछि हामी त्यो लक्ष्यमा हिँडिराख्नुपर्छ। जो हाँस्नु छ हाँसोस्, जसुकैले जेसुकै भनोस्, त्यसलाई चाहिँ हामीले चाहिँ मान्यता दिनु हुँदैन साथीहरू। हामीले घरको सबै काम भ्याएर होइन, आफ्नो लागि अलिकति टाइम निकालेर हामीले फेसबुकमा अलिकति काम गरेर हामीले यदि कमाउनु सक्छौँ भनेदेखि हामी अर्काको कुरा किन सुन्नु होइन भन्नुहोस् त। सानो सानो कुराको लागि हामीले घरमा पैसा माग्नु परेन। हामीले यति भिडियो बनाएर एकछिन बोलेर मान्छे हँसाएर जे गरेर भए पनि हामीले पैसा कमाउँदैछौँ भनेदेखि त मान्छेहरूले जेसुकै कुरा गरोस् न, त्यसमा हामीले मतलब राख्नु हुँदैन होइन। किनभने मान्छेहरूले कस्तो गरेर पैसा कमाउँछ, हामीले यति बोलेर हामीले यस्तो कन्टेन्टहरू बनाएर पैसा कमाउनु सक्छौँ भने हामी किन पछाडि बस्नु होइन। हामीले घरमा गर्नुपर्ने काम पनि सबै गरिराखेको छौँ होइन, खाना पकाउनुदेखि लिएर नानी, घर। सर्वप्रथम हामी सबैभन्दा पहिला एउटा बुहारी होइन, कसैको आमा, हामीलाई कति साह्रो पर्छ घरमा सबै कुरो गरेर पनि यति गर्नु। त्यही भएर चाहिँ अर्काको कुरा चाहिँ सुन्नु हुँदैन साथीहरू होइन। फेसबुकमा काम चाहिँ गरिराख्नुपर्छ। कसैको पनि ला मलाई लाज लाग्यो, ला म यस्तो गर्छु भनेर चाहिँ नसोच्नु पर्ने रहेछ है साथीहरू। मलाई पनि पहिले लाज लाग्थ्यो होइन, म सक्दिनँ होला भन्थेँ। तर मलाई चाहिँ अब सपोर्ट पाएँ मैले होइन, धेरै सपोर्ट पाएँ। त्यसले गर्दाखेरि चाहिँ म सक्सेस भएँ। अनि हजुरहरू पनि सक्सेस हुन्छ एक दिन। यसरी हजुरहरूको हातमा पनि फेसबुकको पेमेन्ट आउँछ साथीहरू। त्यही भएर चाहिँ अत्तालिनु हुँदैन है। जतिजनाले पनि फेसबुक अहिले प्लेटफर्ममा, यो फेसबुक प्लेटफर्ममा काम गर्नुहुँदैछ, हजुरहरू काम गरिराख्नुहोस्, कसैको पनि कुरा नसुन्नुहोस्। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको पनि यस्तै भिडियो छिट्टै आओस् है साथीहरू। बेस्ट अफ लक। भिडियोमा लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनुहोस् होला है, मोटिभेट मिल्छ नि कसैलाई।